आज चाहिँ म हामी सबैको वाइवाई बनाउँदैछु। जति खाए पनि मन नभर्ने भनेको चाहिँ यही वाइवाई चाउचाउ होला कि मलाई र सबैजनाको लागि पनि होला। आई गेस यो वाइवाई चाउचाउ पनि फेरि मुड अनुसार के कहिले चाउचाउलाई फ्राई गर्ने, कहिले मजाले बोइल गरेर यत्तिकै नर्मलमा खाने, कहिले टिल्लिङ्ग झोल हालेर खाने, कहिले बासी भात र चाउचाउसँग खाने, मुड अनुसारको वाइवाई चाउचाउ बन्छ कि। आज चाहिँ मलाई वाइवाई चाउचाउ चाहिँ फ्राई गरेर खानु मन लाग्यो, त्यही भएर आज म त्यही बनाउँदैछु। ससेस चाहिँ मैले यत्तिकै हाल्दै बिकज मलाई चाहिँ धेरै फ्राई गरेको भन्दा यत्तिकै हल्का फ्राई गरेको मात्रै मनपर्छ। सानो हुँदा बेला त यति धेरै खान्थ्यो कि यो वाइवाई चाउचाउ धेरै धेरै बेसी त काँचो खानु मन लाग्थ्यो, तर मम्मीले काँचो चाउचाउ खानै नदिने हुने कि कि त चाउचाउ खाँदैन खा, कि त खायो भने पनि पकाएर खा भन्नुहुन्थ्यो कि। अनि हुन्छ भन्ने, तर आधा जति चाहिँ काँचै खाइसक्थ्यो क्या पकाउँदा पकाउँदा। तबसम्म त्यो पानी बोइल हुँदैन तबसम्म चाहिँ त्यो मुखमा चाहिँ चाउचाउ हालिरह हुन्थ्यो क्या। अनि पकाउने बेला चाहिँ यति हुने कि मम्मीले भन्नुहुन्थ्यो कि कति थोरै हो यो चाउचाउ त, आजकल त कस्तो थोरै आउनु थालेछ भन्नुहुन्थ्यो क्या चाउचाउ। केटा मम्मीलाई मैले खाएर भ्याइसक्यो भनेर हुन्छ नि, बानी भएको क्या त्यो चाउचाउ पकाउँदाखेरि खाने बानी कि। अनि आज पनि मैले कति धेरै खाइसकेको थिएँ क्या यो चाउचाउ। अनि बोइल भइरहेको थियो, यताबाट कुरुङ कुरुङ गरेर चाउचाउ खाइरहेको थियो। मलाई चाहिँ सबभन्दा बेसी चाहिँ मलाई मेरो घरको याद कतिखेर आउँछ नि, जब म खानेकुराहरू पकाउँछु अनि हरेक फुडमा मेमोरी हुन्छ नि त। अनि बच्चाहरूको बेला ठुलो हुँदा त खासै त्यस्तो हुँदैन नि त, चाइल्डहुडमा चाहिँ अर्कै टाइपको एट्याचमेन्ट हुँदो रहेछ क्या हरेक कुराको। ठुलो भएपछि त हरेक कुरा इजिली पाइन्छ नि त, बट त्यो बच्चापनको अलिकति हुन्छ नि मम्मीहरूलाई पिडेको वाला त्यो चाहिँ छुट्टै मजा आउने के।